Hello everybody and welcome to our new vlog हैन सो हामी चाहिँ आज एकदम मिस्टेरियस प्लेसमा घुम्दै छौं हामी यतै गौरी घाट हैन त यो ठाउँलाई गुहेश्वरी गौरी घाट बौद्ध हजुर सो हामी चाहिँ त्यो चाहिँ गल्ली गल्ली घुम्दै छौं अनि त्यहाँबाट हामी एउटा मिस्टेरियस ठाउँ जुन हामीलाई रिकमेन्ड आएको थियो हामी त्यहाँ जाँदै छौं सो लेट्स सी कस्तो हुनेछ आजको भ्लग सो स्टे टिल द एन्ड र सबभन्दा सुरुमा इफ यु हेभन्ट लाइक्ड यो भिडियोलाई लाइक गर्नु होला शेयर गर्नु होला र सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नु होला सो सी यु अन द वे सो गाइज हामी गाडीमा त बसियो बट यो गाडी कहाँ पुग्छ कहाँ जाने भन्ने कुरै थाहा छैन हामीलाई हैन सो लेट्स सी कता जान्छ अनि हामी चाहिँ एकदम हामी हावा तरिकाले चढ्यौँ हो सो लेट्स सी कता पुगिन्छ है त हामी चाहिँ बसबाट झर्यौँ र हामी आएका छौँ अहिले यो ठाउँलाई भन्छ गोकर्णेश्वर होइन सो अब हामी चाहिँ यताबाट माथितिर कतै जाने हाम्रो प्लान छ जस्ट ऱ्यान्डम प्लान बनेको हो केही ऱ्यान्डम प्लान हो हामी एकदम ऱ्यान्डम ठाउँमा जाँदैछौँ हामीलाई पनि अहिलेसम्म थाहा छैन हामी कहाँ पुग्ने भन्ने डेस्टिनेसन थाहा छैन एकदम मिस्टेरियस हाम्रो लागि पनि मिस्टेरियस छ र हेर्नेहरूको लागि पनि यो अवश्य पनि मिस्टेरियसै छ सो लेट्स हामी इन्ट्रेस्टिङ सो लेट्स जाम है त सो यहाँ पिकनिक स्पट पनि रहेछ मान्छेहरू पिकनिक खेल्न सो लाइक काठमाडौँ नै हो भने थालेर जस्तो त्यो उनी हुँदैन यति शान्त ठाउँ छ यहाँ होइन नत्र एकदम हल्ला हो र भेहिकल्सहरूको आवाज मात्रै धेरै आउँथ्यो काठमाडौँमा बट यहाँ चाहिँ एकदम शान्त वातावरण छ र एकदम इन्भाइरोमेन्ट पनि दामी छ 10 मिनटको राइडमा हामी आइपुग्यौँ है 10 मिनटको राइडमा यति डिफ्रेन्स छ कि यहाँ काठमाडौँमा त्यस्तै रहेछ हामी चाहिँ अब धेरै नै एडभेन्चरस काम गर्दैछौँ यहाँ माथि यसरी चढ्ने सो लेट्स एकदम गाह्रो यो पुरै जङ्गलमा आए जस्तो फिल भइसक्यो होइन काठमाडौँ त्यस्तो छ फिल छ त्यो एकदम एक्साइटिङ ट्रेक हामी नर्मल सिडियामा आइसकेका छौँ होइन यो स्टेट्समा अब हेरौँ यता माथि के छ कहिले म त बाटो पनि फेरि पनि हामी उस्तै बाटोमा जान सकिन्छ धेरै नै खराब बाटो छ त्यो अगाडि फेरि उस्तै बाटो छ धेरै नै गाह्रो हुने एक्साइटिङ पार्ट जस हामी खतरा ब्युटिफुल ठाउँमा आइपुग्यौँ होइन रुखले घेरेको लुक्स लाइक अ पिकनिक स्पट इन गोकर्णेश्वर होइन अगाडिको देखाइदिएको त सो एकदम राम्रो छ लाइक मलाई त पुरै दामन जस्तो हल्का भाइब छ त्यस्तै छ लाइक यो सल्लाहको उतिर गर्दाखेरि चिसो हल्का चिसो छ होइन अनि चिसो सँगसँगै धेरै रुख बिरुवा हुनाको कारणले गर्दा उता पनि दामनकै उयो जस्तै छ कि यो हजुर सो बस हिउँ देख्न पाइएन यहाँ चाहिँ हिउँ परेन दामनमा नि हिउँ देख्नु त पाइएको थिएन अब हेरौँ अब हामी चाहिँ पार्कको खोजीमा छ भने यहाँनिर पार्क पनि छ माथिपट्टि भन्ने छ सो हामी चाहिँ गइरहेछौँ कता हो लाइक पर्फेक्ट वे भन्ने चाहिँ अलिक थाहा पाइएन बट लेट्स गो सो यता चाहिँ एकदम आज कार्यक्रम रहेछ शनिबार स्पेसल होला होइन अनि हामी चाहिँ यो एउटा भरिङ जस्तो छ सो हामी चाहिँ त्यतिबाट चढ्छौँ अनि अब कता पुगिन्छ लेट्स सी यो के हो थाहा छैन गुम्बा जस्तै छ बट पुरै सोलर सिस्टम जस्तो किन लागिरहेको छ मलाई त्यो वाला हुन्छ नि आधा त्यस्तो छ बट एकदम सिक्योर छ जाली लगाएको छ र भित्र जानु एकदम मनाइ छ होइन र दिस प्लेस इज सो गुड एक्चुली तपाईँहरू पनि इफ यु वान कम होइन आउनुहोस् शनिबार फर अ सर्ट हाइक एन्ड इट्स भेरी अमेजिङ जुन तरिकाको भ्यू छ यहाँबाट जुन इन्भाइरोमेन्ट छ होइन एकदम शान्त वातावरण काठमाडौँमा खोज्न गाह्रै नै पर्छ धेरै जानुहुन्छ भने यहाँ आउँदा ठिक्क हुन्छ ओके लेट्स गो त्यो खतरा कुरै लेखेको रहेछ भित्तामा होइन आई किल्ड यु डाई हे यु खतरनाक कुरा रहेछ एकदम हन्टेड प्लेस जस्तै छ बट हन्टेड त होइन होला बट अझै मजा छ के छ रहेछ त भित्र ल हेरौँ अलिकति आँखाको घाम है त भित्र के रहेछ त भित्र त खतरनाक त्यस्तो केही त धेरै देखिएन भित्र आउँदा हामी चाहिँ एउटा ठाउँ आइपुग्यौँ जुन चाहिँ हाम्रो
द फर्स्ट इलेक्टेड प्राइम मिनिस्टर अफ नेपाल बिपी कोइरालाको स्मृतिमा बनाइएको बाटिका अथवा पार्क रहेछ होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ बिपी स्मृति बाटिका सो एउटा पार्क जस्तो रहेछ। अब हामी खोज्दै त यही पार्क आएको हो होइन। सो त्यही पनि हामी बाटोमा एकदम रमाइलो दृश्य हेर्दै आइयो, केही अलिकति अनौठो दृश्य पनि देखियो। बट र यहाँ देख्न सकिन्छ हामीसँग गार्बेज बिन खतरनाक छ। यहाँ लेखिएको छ कुनै नै वस्तु बाइक मात्र सार्वजनिक डिभिजन कार्यालय काठमाडौँ वन डिभिजन कार्यालय त्यसले सफा भने कति गर्छ। त्यो इन्फ्रान्स हेर्न सक्नुहुन्छ यहाँबाट। यति शान्त वातावरण काठमाडौँको नजिकै भएर पनि यति शान्त र अर्को डरलाग्दो भयानक ठाउँ चाहिँ यो हो। बाहिरबाट हेर्दाखेरि के होला भन्ने अनौठो देखिन सक्छ, भित्र गएपछि त झन् के हो। यहाँ चाहिँ एउटा टावर रहेछ, त्यो त्यहाँ टावरमा चढौँ। यहाँ चाहिँ एकदम ठाउँमा टावर रहेछ होइन। फिल्स इन्ट्रेस्टिङ, रमाइलो छ जस्तो छ। मान्छेहरू भिड पनि छ थोत्रै। र के रहेछ त्यो टावरबाट के देखिँदो रहेछ? यो टावरमा चाहिँ चिसो हावा होइन, पार्कभित्रको गतिविधिहरू चाहिँ यहीँबाट निकाल्न सकिँदो रहेछ। हामी चाहिँ पार्कभित्र आयौँ र पछाडि त टिकटक कार्यक्रम चलिरहेको टिकटक छ चारैतिर हेर्न सक्नुहुन्छ। यो स्पेसल्ली हाम्रो टिकटक पार्क भन्दा पनि बुझ्दा हुन्छ होला सायद। यो शहीद स्मृति पार्क हुन चाहिँ त्यसैले। शहीद स्मृति हेटौँडामा मात्रै छैन, काठमाडौँमा पनि रहेछ। सो तपाईँहरू आएर एक्सप्लोर गर्न सक्नुहुन्छ। अर्को टिम पनि उहाँ टिकटक अझै एउटा टिम पनि रहेछ। हाम्रो टिकटक बनाउने आजकल धेरै नै टिम बनाउन थालेको छ र मान्छेहरू टिकटक बढी एकदम रमाउँछन् यसलाई होइन, टिकटक बनाउनलाई। एकताका ब्यान्ड भएको चिज त्यहाँ बनाउन हेर्नु चाह लाइन। र घुम्दै जाँदा यो ठाउँ राम्रै छ। ओके लेट्स गो। फोटो सेवा पनि रहेछ भाइ यार। क्यामेराम्यान चाहिँ तर काठमाडौँमा जता पनि हुँदो रहेछ नि होइन। इभन एयरपोर्ट गएको त्यहाँ सुधा क्यामेराम्यान थियो। इभन एयरपोर्ट जाँदा पनि त्यहाँ सबै क्यामेराम्यान थियो। फोटो खिच्ने बसेर जता पनि क्यामेरा सेवा हुन्छ काठमाडौँमा। सो तपाईँहरूको फोन राम्रो छैन भने 25, 30, 50 जतिमा आई डोन्ट थिङ्क सो त्यति सस्तो पनि होला। बट त्यतिमा तपाईँले त्यतिमा चाहिँ फोटो खिचाउन सक्नुहुनेछ। बट हाम्रो आफ्नै मोबाइल छ, त्यसले गर्दा आफैले खिच्दैछौँ। बट जस हाम्रो शनिबार हाम्रो तेस्रो एपिसोड काठमाडौँ एक्सप्लोरको रमाइलो कार्यक्रम चलिरहेको जस्तो छ नि भाइ। हामी त्यो कार्यक्रम छुटाउनु हुँदैन। रमाइलो कार्यक्रम चल्दैछ बट हामी त्यो कार्यक्रमलाई पनि देखाउँछौँ। बट डाइरेक्ट नदेखाउँ। यता मेबी जसले सहयोग गर्नुभएको छ पार्क बनाउनु, दिएको नाम होला है। सो फेरि हाम्रो यहाँ फोटो सेसन्स कता ठाउँमा आइपुग्यो भने चौतारीमा। र यहाँबाट चाहिँ कस्तो सिधा रनवे देखिँदो रहेछ र त्यो देख्न सक्नुहुन्छ प्लेन ठ्याक्कै उडेको होइन। र सिधै रनवे देखिँदो रहेछ केटिएमको रनवे, बिकज काठमाडौँ एयरपोर्ट अलि हाइटमा छ, तपाईँहरूलाई पनि थाहा छ होइन। सो त्यो कुराले गर्दाखेरि चाहिँ यहाँबाट चाहिँ मजाले देखिँदो रहेछ। हामी 20x जुममा लग्यौँ भने अलिक क्लियर नदेखिएला, बट रनवे चाहिँ देखिन्छ। अनि हेर्न सक्नुहुन्छ पूर्ण रूपमा आई थिङ्क काठमाडौँ हामीले यहाँदेखि धरेर पनि देखिन्छ। हेर त उहाँ तिमीले देख्यौ? हजुर, क्यामेराबाट चाहिँ हामीले कैद गर्न नसकिएला, तर काठमाडौँको टाढै पर्छ। बट हाम्रो देखिया छ टुवालोले गर्दाखेरि पनि क्लियर नहुन सक्छ भ्यू है। तर हामीले आँखाले चाहिँ उहाँ परसम्म हेर न, उहाँ परसम्म देख्न सकिन्छ एकदम। एयरपोर्ट त एक बित्ताको जस्तो एयरपोर्ट त यहीँसम्म छ, यहीँ छ। हेर्दा एक बित्ता जस्तो देखिन्छ। सो हामी त्यहाँ एकछिन हावा खाएर एकदम रमाइलो चिसो वातावरणमा बसेर अब हामी फेरि अन्त जानको लागि निस्किसकेका छौँ। गुम्बा हामी खोज्दै गइरहेछौँ। अब त्यहाँपछि कति ठाउँमा कति टाढा भेटिन्छ। हिँड्दा थोरै बजार जस्तो एरियामा आयौँ। अब यहाँबाट गुम्बा कता हो हेर्नुपर्ने छ। सो गाइज हामी हिँड्दा यस्तो स्कुल अगाडि आइसक्यौँ, जसको नाम सायद मेरो अडियन्सले पहिला सुनिसक्नु भएको होला। जनजागृति माध्यमिक विद्यालय बुढा नीलकण्ठमा हो, यो पिठुवामा होइन है। सो हामी चाहिँ बुढा नीलकण्ठतिरै एरियातिरै रहेछौँ, जगडोल एरियातिरै छौँ। सो यताबाट हामी गुम्बातिर जान्छौँ, सायद माथि हो। त्यसको सो हामी चाहिँ अब एकदम
पिसफुल ठाउँमा आयौँ होइन। सो तपाईँहरू एकदम काठमाडौँ बसेर लाइक विकेन्ड्सहरूमा पिसफुल ठाउँ जानुहुन्छ भने चाहिँ यो वान अफ द बेस्ट हो। सिनरी पनि कस्तो राम्रो पछाडि देख्न सक्नुहुन्छ होइन। अनि त्यो माथिबाट पिसफुल ठाउँ जङ्गलनिर, अनि त्यो माथि चराहरूको आवाज आइरहेको बेला होइन, विथ यर फ्रेन्ड्स गेट टुगेदर साह्रै रमाइलो ठाउँ छ। र हामी जाँदैछौँ बाटो हेर्दै हेर्दै। सो गाइज हामी चाहिँ धेरै गरम भएर टी सर्टसम्म आइसक्यौँ र पुरै एउटा त्यो डाँडा पार गरेर हामी अर्को डाँडातर्फ आइसकेका छौँ गुम्बा जानुलाई। त्यतापट्टि छ नेपाल प्रहरीको स्पेसल टास्क फोर्स अफिस। नेपाल प्रहरीले निःशुल्क ल पिउने पानीको व्यवस्था पनि यहाँनिर छ। सो इफ यु आर कमिङ पानी बोतल ल्याऊँ भने एभ्रिथिङ इज सल्भ। सो गाइज गुम्बा चाहिँ जान पाइएन बिकज नेपालीको लागि चाहिँ नट अलाउड रहेछ। बिकज अब सम नेपालीहरूको अनएथिकल एक्टिभिटिजहरूले गर्दाखेरि चाहिँ यहाँ सबैको लागि ब्यान रहेछ होइन। तर ठिकै छ, इट्स फर द गुडनेस। र अब हामी चाहिँ यसरी गऱ्यो नै सायद हामी अब घर फर्किन्छौँ नै होला होइन। बिस्तारै गर्दै आरामदायी बाटोलाई अप्नाउँदै हामी चाहिँ बिस्तारै फर्किन्छौँ। गुम्बाको वरपर त जान पाइन्छ, गुम्बाको वरपरको भ्यू चाहिँ देखाउँछौँ। सो ओके त्यहाँ जान्छौँ, त्यसपछि अनि हामी हेर्छौँ कता जान्छौँ। त्यसपछि हामी उता यसरी एयरपोर्ट हेर्दै थियौँ, अहिले एयरपोर्ट यतापट्टि आयो। अगाडि थियो, अहिले साइडतिर आइसक्यो भने चाहिँ हामी धेरै नै हिँडिसक्यौँ। हामी अझै उतापट्टिको डाँडामा थियौँ र पुरै यो डाँडा हुँदै हामी अहिले यो डाँडामा आयौँ। सो गाइज अब यसैका साथ आजको हाम्रो ब्लगलाई चाहिँ एन्ड गर्ने बेला आयो। बिकज हाम्रो टुर चाहिँ आजले सकिसकेको छ। अब हामी एउटा बस समातेर जान्छौँ होइन। सो तपाईँहरूलाई आज धेरै इन्फर्मेसन पाउनुभयो होला यो ठाउँको बारेमा नि। सो हाम्रो आज एक्सप्लोर केटिएमको एपिसोड 3 आज यहाँ एन्ड हुन्छ। यदि तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्नु होला र आफ्नो साथीहरूलाई पनि भिडियो सेयर गर्नु होला। र अझै तपाईँहरूलाई कुनै ठाउँ थाहा छ जुन काठमाडौँमा एक्सप्लोर गर्नुपर्ने जस्तो लाग्छ होइन भने यु क्यान कमेन्ट डाउन बिलो। सो आजको लागि चाहिँ हामी छुट्टिन्छौँ। टाटा बाई 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 बाई।